हामीलाई विदेश जानु पर्ने के कारण छ सबै यही त पुगेको थियो नि विदेश नजानु दर्शकबिन नमस्कार यतिखेर हामी भक्तपुर सूर्यविनायकदेखि मास्तिर यो गुन्डु भन्ने ठाउँमा सुटिङको कार्यक्रममा छौँ र यस बेला तपाईँ हेर्दै हुनुहुन्छ मसँग हाम्रो दीपक चामलिङज्यू दिया मिडियाका सञ्चालक उहाँले अरू बेला बिरामीहरूको बारेमा धेरै सरसहीको कुराहरू बोलिरहनुहुन्थ्यो भने आज सुटिङ स्थलमा व्यस्त हुनुहुन्छ उहाँसँग थोरै कुराकानी गरौँ है त स्वागत छ तपाईँलाई धन्यवाद श्यामजी विशेष गरेर तपाईँको उपस्थितिको लागि धन्यवाद दिन चाहन्छु र विशेष गरी आज उहाँको आवाज भरिसके पश्चात उहाँलाई लाग्थ्यो कि संसारको सबभन्दा हिरो त तपाईँ नै लाग्छ भन्यो अनि त्यसपछि मै खेल्छु अब के अब त्यस्तो लाग्छ भने कि मै खेलिदिन्छु भनेर अनि अर्को नलेको नमस्कार म गायिका रिता केसी तपाईँ हेर्दै हुनुहुन्छ राम्रो नराम्रो कुरा युट्युब च्यानल यो राम्रो नराम्रो कुरा युट्युब च्यानललाई लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनुहोस् है राम्रो हाम्रो भाइ बहिनीहरू छन् के हो नाम सम्भव यता एलिपज अनि दुईजना के गरेको यो खेलेको हो कि के हो एक्टिङ गरेको के को यो सिडी बिसाइरहेको अनि पहिला गरेको थियो कि थिएन हजुर पहिला गरेको थियो कि थिएन यो 5th टाइम हो ए अनि के अनि पुरा दुईजना पुरा लभ स्टोरी गरिरहेको अनि त सानो अनि लाज लाग्दैन यो लभ स्टोरी होइन अनि पुरा अनि अघि मैले खुवाइरहेको देखेको थिएँ त नि हात टोकिरहेको देखेको थिएँ मैले अनि त्यहाँ लडिरहेको देखेको थिएँ मैले त्यो त एक्टिङ हो सबै एक्टिङ मात्रै हो के एक्टिङ गरेको कि साँच्चीकै हो एक्टिङ हो अनि साँच्चीकैमा चाहिँ लभ परेको छ कि छैन छैन झुट नबोल्नु है फेरि तिम्रो स्कुलमा फेरि तिम्रो स्कुलमा साथीले हेरिरहेको छ नि यो भिडियो फेरि भोलि पर्सि ए म उसको लभर भन्नु नि फेरि छैन लभर छैन अनि यो गीत कस्तो राम्रो लागिरहेछ राम्रो ल ल हाम्रो नानीहरूलाई बेस्ट अफ लक ल ओके ल ल behind the scenes म चाहिँ खानेकुराहरू
दर्शक पनि यतिखेर मसँग हुनुहुन्छ सेसुका राई अति नै राम्री चिटिक्क परेर यहाँ चाहिँ देखिनु भएको छ। स्पेसल तपाईँ यहाँ सुटिङमा हुनुहुन्छ, तपाईँ त धेरै गीतमा चाहिँ मोल्डिङ गरिसक्नु भएको छ, म दर्शकहरूलाई थाहा छ, कति थाहा नहुन सक्छ। र यो गीतमा तपाईँलाई के कस्तो लागिरहेछ? मैले यही प्रश्न अघि पनि गर्नुभएको थियो होइन, दिया मिडियाबाट। मलाई चाहिँ अब जस यो नेपालको फर्स्ट रियालिटी सो जुन चाहिँ द भोइस अफ नेपालको विनरले गाउनु भएको गीतमा आफूले अभिनय गर्नु पाउँदा एकदमै एक प्रकारको लकी ठानिरहेको छु। अनि सुटिङ पनि एकदमै राम्रो तरिकाले बगिरहेको छ, जस राम्रो फिल भइरहेको छ। र तपाईँसँग दुईजना हाम्रो जोन ह्यान्डसम भाइहरू चाहिँ मोल्डिङ गरिराख्नु भएको छ, तपाईँलाई अलिक नयाँसँग गर्दा कस्तो फिलिङ्स के कस्तो भइरहेछ? उहाँहरू टोटल्ली नयाँ हुनुहुन्छ, तापनि म पनि परिपक्व त अभियसली छैन होइन, म पनि लर्निङ फेजमा छु। तापनि हामी नयाँ कलाकारै भए तापनि हामी राम्रोसँग कोअर्डिनेट गरिराखेको छौँ, जस राम्रै नै भइरहेको छ, राम्रै भइरहेको छ। र जुन अरू बेला गर्नुभयो र यो अहिले यो गीतमा गर्दै हुनुहुन्छ त्यसमा केही भिन्नता के कस्तो छ? भिन्नता अलिकति डिफ्रेन्ट त छ होइन, किनभने म पहिला योभन्दा अगाडि चाहिँ मैले प्राय अभिनय गरेकोहरू चाहिँ कल्चरल गीतहरूमा हुन्थ्यो होइन, यो चाहिँ अलिकति फरक किसिमको भयो। जुन चाहिँ अब पहिला मैले लगाउने ड्रेसअपहरू पनि प्राय कल्चरल नै हुन्थ्यो, अहिले चाहिँ अलिकति यस्तो मोडर्न ड्रेसहरू लगाउनु पाएको छु, अलिकति डिफ्रेन्ट हुन्छ नि, डिफ्रेन्ट किसिमको के भन्छ एक्सपिरियन्स बटुलिरहेको छु भनौँ न। हजुर र हाम्रो दर्शकहरूलाई अलिकति अन्तिममा के एक दुई शब्द जाओस् न त। हजुर मैले यहाँभन्दा अगाडि पनि केही सर्ट मुभीहरूमा अभिनय गरेको छु, त्यो रिलिज हुन बाँकी छ। अनि अलिकति म्युजिक भिडियोहरू पनि गरेको छु। अब सेसुका टाइप गरेर युट्युबमा सर्च गर्नुहोला, त्यहाँ पाउनुहुनेछ। कुनै चाहिँ अलिकति स्पेलिङ मिस्टेक भएकोले अलिकति पाउनु गाह्रो पनि छ, तर जो सेसुका मिस्टेकले टाइप हुँदाखेरि पनि मेरो चाहिँ र म्युजिक भिडियोहरू देख्न सक्नुहुनेछ। सो हजुरले युट्युबमा सर्च गर्दा SHESHUKA टाइप गरेर सर्च गर्नुभयो भने मेरो म्युजिक भिडियोहरू देख्नुहुन्छ, मेरो इन्टरभ्यूहरू देख्नुहुन्छ, त्यहीबाट सर्च गरेर हेर्नुहोला भन्न चाहन्छु। हजुर सम्पूर्ण राम्रो नराम्रो कुरा च्यानल हेरिरहनुहुने सम्पूर्ण दर्शकवृन्दहरूलाई के रिक्वेस्ट गर्न चाहन्छु भने हाम्रो यो एउटा म्युजिक भिडियो सुट हुँदैछ, यो चाहिँ अब केही समयपछि चाँडै नै रिलिज हुँदैछ। सम्पूर्णले यो गीतलाई चाहिँ हेरिदिनु होला, रेस्पोन्स दिनुहोला, हेरेर मात्रै नबस्नु होला, फिडब्याकहरू दिनुहोस् कमेन्टमा। म त्यही अनुसारको फिडब्याक लिएर चाहिँ मैले सुधार्नुपर्ने कुराहरू आउँदो दिनहरूमा फेरि सुधारेर अगाडि बढ्नेछु भन्ने यही रिक्वेस्ट गर्न चाहन्छु। हजुर थ्याङ्क यू सो मच। हुन्छ, बेस्ट अफ लक तपाईँलाई पनि। तिमीलाई विदेश जानु पनि के कारण छ? सबै यहीँ त पुगेको थियो नि, विदेश नजा, विदेश गएर मलाई बोल्ने त होइन। प्लिज विदेश नजाऊ न, विदेश गएर मलाई बोल्ने त होइन। हेरेर बस्नु त्यसकै ठ्याक्क माथि ट्याक्क लटाएको ठिक छ। बस
माथि जाऊ गुड जाऊ अलि छोडै जाउँ सर छोडै जाउँ जाउँ के भन्छ जाउँ आउनु यहाँ आउनु तपाईँ आफैलाई सेन्टर गर्नु कि आफै फेरि जाऊ र विशेष गरी अहिले यहाँ मसँग 3 जना हाम्रो आजको मोडल कलाकारहरू हुनुहुन्छ र सबै कस्तो किसिमले सुटिङ भयो भन्ने कुरा त रिपोर्टमा मैले हालेको नै छु र विशेष गरी म के भन्न चाहन्छु भने अहिलेको हाम्रो समयअनुसारको एउटा कथावस्तु लिएको एउटा गीत चाहिँ तपाईँहरू माझ हामी सम्पूर्ण दर्शक माझ आइरहेको छ। साँच्चै यहाँ एकजना भाइसँग लभ परेको हुन्छ, लभै परेको नि होइन, बिहे त होइन नि, बिहे चाहिँ त हुन्छ होइन, लभ परेर चाहिँ बिदाबारी भएर रुँदै छुटेका हुन्छन्, चिनो पनि दिएका हुन्छन्। तर दुःखको कुरा उहाँ विदेशबाट आउँदा चाहिँ अर्को यहाँ भिलेन भाइ आएर चाहिँ यहाँ पुरा बाइकमा लगेको सिन चाहिँ हामीले देखेका छौँ। भिडियोमा गीतमा आउनै बाँकी छ, चाँडै आउँदैछ। र विशेष अब यो विषयमा के कुरा गर्नु, तपाईँ 3 जना हुनुहुन्छ यहाँ, 2 जना एकदम ह्यान्डसमको बिचमा एकदम ब्युटी हुनुहुन्छ। तपाईँले 2 जना कसलाई माया गर्नुहुन्छ? म माया त उहाँलाई नै गर्ने हो। धोका किन दिनुभयो त? होइन, त्यो धोका मेरो बाध्यता थियो। मेरो बचपनदेखिकै उहाँ चाहिँ र मेरो साथी हुनुहुन्छ होइन। स्कुलदेखि नै हामी खाने बस्ने अब खेल्नेदेखि लिएर सम्पूर्ण कुराहरू बच्चैदेखि हुँदै जान्छ होइन। तर कारणवश उहाँ विदेश जानुपर्ने हुन्छ अनि उहाँ चाहिँ मैले नजानुस् भन्दा भन्दै पनि अब उहाँको बाध्यताले जानुपर्ने हुन्छ अनि यता चाहिँ उहाँको नजर चाहिँ म प्रति भन्दैछु। माया मैले उहाँलाई गरेको होइन अनि उहाँले मलाई देख्नु भएपछि चाहिँ उहाँले घरबाट चाहिँ अब सम्पूर्ण रीतिरिवाज अनुसार चाहिँ उहाँले माग्नेदेखि लिएर सबै कामहरू हुन्छ अनि मेरो पेरेन्ट्सले चाहिँ मलाई जबरजस्ती विवाह उहाँसँग गराउनुहुन्छ अनि चाहिँ यो मेरो करले चाहिँ विवाह भएको, मेरो रहरले होइन, उहाँलाई छोडेको होइन। हजुर, त यो त भयो एउटा सुटिङको कुरा र वास्तवमा चाहिँ तपाईँलाई माया लागेको छ कि छैन 2 जनालाई अहिले? मेरो त दुवैजना भाइहरू एकदमै माया लाग्छ मलाई। भाइ नभनिहाल्नु नि, दर्शक बिन्दुले फेरि रुचाउनुहुन्न होला। मेरो भाइहरू नै हो उहाँहरू। ल एउटा सिधै भन्नु पर्दा तपाईँलाई 2 जनामा कसको बढी माया लाग्छ? मेरो भाइहरू दुवैजनालाई यसरी बायस गर्नु मिल्दैन। धन्यवाद, एउटा रमाइलो कुराकानी गरेको है त। धन्यवाद, तपाईँको गीतको सफलता कामना गर्दै बिदा चाहन्छु हजुरलाई। थ्याङ्क यू सो मच। दर्शकबिन नमस्कार। यतिखेर हामी भक्तपुर सूर्यविनायकदेखि मास्तिर यो गुन्डु भन्ने ठाउँमा सुटिङको कार्यक्रममा छौँ र यस बेला तपाईँ हेर्दै हुनुहुन्छ मसँग हाम्रो दीपक चामलिङज्यू, दिया मिडियाका सञ्चालक। उहाँले अरू बेला बिरामीहरूको बारेमा धेरै सरसहीको कुराहरू बोलिरहनुहुन्थ्यो भने आज सुटिङ स्थलमा व्यस्त हुनुहुन्छ। उहाँसँग थोरै कुराकानी गरौँ है त। स्वागत छ तपाईँलाई। धन्यवाद श्यामजी, विशेष गरेर तपाईँको उपस्थितिको लागि धन्यवाद दिन चाहन्छु। र विशेष गरी आजको यो कस्तो सुटिङ छ खास, म त भर्खरै आइपुगेँ, खास के यसबारे भनिदिनु न हाम्रो दर्शकबिन्दुहरूलाई। यो चाहिँ द भोइस अफ नेपालका विनर सिडी विजय अधिकारीजीको सुमधुर आवाज छ भने यसमा चाहिँ सङ्गीत गर्नुभएको छ निम सङ्गीतजीले र यसलाई धर्मेन्द्र मल्लजीले शब्द लेख्नु भएको छ। यसको निर्देशन चाहिँ मैले गरिराखेको छु यति बेला र विशेष गरेर यो अलिकति ट्रेजेडी टाइपको गीत हो, आधुनिक गीत हो र माधवमा अहिले सुटिङ कार्य भइरहेको छ। आम दर्शकहरूले हिजोसम्म एक किसिमको अलिकति पत्रकारितामा व्यस्त देख्नु भएको थियो, निर्देशनतर्फ पनि कोसिस गरिरहेको छु। र हजुरको यो निर्देशन मात्रै नभएर तपाईँ धेरैवटा गीतहरूमा पनि खेल्नु भएको मैले देखेको थिएँ भने धेरै जस्तो योभन्दा अगाडिको दिनहरूमा तपाईँ धेरै रोगी बिरामीहरू असहायहरूको बारेमा बोलिराख्नुहुन्थ्यो र अचानक यहाँ यो माहौलमा देख्दा मलाई अलिक एक किसिमको अचम्म लागिरहेछ र हाम्रो दर्शकहरूलाई सायद त्यस्तै लागिरहेको होला। तपाईँलाई चाहिँ कस्तो महसुस भइरहेछ त्यो माहौल र अहिलेको यो माहौलमा? बिल्कुलै म हरेक कामहरू गर्दा इन्जोय गर्छु। आज धेरै रमाइलो र इन्जोय महसुस गरिरहेको छु, एकदमै फुल्ली इन्जोय गरिरहेको छु कामहरू गर्नुको लागि। र विशेष गरेर आजको यो अलिकति डिरेक्सनको पाटोलाई काम गर्दाखेरि अलिकति नयाँ भएकोले गर्दा केही च्यालेन्जिङ त छँदै नै छ, तर पनि यसमा हाम्रो आदरणीय अत्यन्त अनुभवी क्यामेरा पर्सन रविन्द्रजी हुनुहुन्छ, रविन्द्र बरालजी, अनि उहाँहरूले मद्दत गरिरहनु भएको छ। र विशेष गरेर आजको यो गीत अत्यन्त राम्रो बन्छ भन्ने म विश्वस्त छु। 2 जना नयाँ होइन आगमन गर्दै गर्नुभएको, प्रवेश गर्दै गर्नुभएको यो क्षेत्रमा आयुष चामलिङ र हाम्रो भीम वाइबा भाइ हुनुहुन्छ भनेदेखि
यसमा हाम्रो मोडल शिशुका चामलिङ हुनुहुन्छ, उहाँ चाहिँ इन्टरनेसनल रेफ्री पनि हुनुहुन्छ, 3 टाइम हुनुहुन्छ। जस रमाइलो भइरहेछ आज। मतलब मोडलहरू चाहिँ के यहाँ सबै 3जना नयाँ हो कि कस्तो के छ? शिशुकाजीले चाहिँ आधा दर्जनभन्दा अगाडि खेलिसक्नु भएको छ, आधा दर्जन जति। 2जना चाहिँ बिल्कुलै नयाँ हुनुहुन्छ, नयाँ अनुहार। र यो गीत हामीले कहिलेसम्म र कुन च्यानलबाट हामीले यस गीतलाई हेर्न पाइन्छ त हाम्रो दर्शकबिनहरूलाई? दिया मिडियाकै प्रस्तुति हो यो। हामी यसलाई 1 हप्ताभित्रमा सबै कामहरू सक्ने भनेर लागिरहेछौँ। हप्ता दिनभित्रमा यो काम बजारमा आउँछ। र यो सुटिङको लोकेसन चाहिँ कहाँको? यो गुन्डु, यसलाई सूर्य विनायक नै पर्छ यो, मलाई जहाँसम्म लाग्छ, गुन्डु भक्तपुर। र मतलब लोकेसन चाहिँ गीतमा कहाँको दिँदै हुनुहुन्छ? लोकेसन अब यो भयो र आज हामीले यो सबै सुटिङ यही पेरिफेरीमा हुन्छ, सबै एक दिनमै हामीले सक्ने भनेको छौँ। र बेलुकी चाहिँ फेरि अनामनगर फर्केर इन्डोर सुटिङ छ, अनि त्यो सुटिङ सक्छौँ। र समग्रमा सुटिङ स्पट चाहिँ यही वरिपरि। सुटिङ पिरियड टाइम चाहिँ 1 दिनको राख्नु भएको छ? हजुर, 1 दिनमा नै सबै सक्ने भनेर लागिरहेको छ। र धन्यवाद, तपाईँले यो जानकारी दिनुभयो र विशेष हाम्रो दर्शकबिनहरूलाई पक्कै पनि मनोरञ्जन लिनुहुन्छ भन्ने आशा लिएको छु, किनभने तपाईँको एउटा नयाँ स्वाद पनि पाउनेछन्। तपाईँको धेरै कार्यलाई देखेर तपाईँको एउटा होइन फ्लोर्सहरू अनि तपाईँको फ्यानहरू धेरै हुनुहुन्छ, उहाँहरूलाई तपाईँ के भनिदिन चाहनुहुन्छ यस च्यानलबाट, राम्रो नराम्रो कुरा च्यानलबाट? विशेष गरेर आम दर्शकहरूलाई के भन्न चाहन्छु भनेदेखि सत्कर्म गरौँ, जीवन बाँचेका छौँ र सबैभन्दा महत्त्वपूर्ण कुरा आफूले गरेका साना साना कर्महरूले पनि यो कुरूप संसार सुन्दर बनाउनको लागि महत्त्वपूर्ण तपाईँको काम हुनसक्छ। यसकारण जहाँसम्म लाग्छ हामी बाँचेका छौँ भनेदेखि बाँचेको जस्तो तरिकाले हामीले केही न केही हरेक दिन हरेक सेकेन्ड केही न केही राम्रो कर्मतर्फ लागौँ। र मैले गरेका हरेक कामहरू जति पनि राम्रा कामहरू दर्शकहरूले भन्नुहुन्छ भने म हरेक दिन हजारौँचोटि त्यो राम्रो काम कसरी गर्ने भन्ने विषयमा म सोचिरहेको हुन्छु। त्यो सोचाइ चाहिँ मन मस्तिष्कमा सोचिसकेपछि बिस्तारै काम भन्ने कुरा अलिकति कुरा र काम आकाश र जमिन जस्तै हो, तर त्यसलाई एक ठाउँ बनाउनको लागि टाइम लाग्छ। तर चाहिँ राम्रो कामहरू सोचौँ, राम्रो कामको बारेमा सोचिसकेपछि पक्कै पनि त्यो सफल भइन्छ। र यो म्युजिक भिडियोको जुन निर्देशन मैले गरिराखेको छु, अब यसमा समग्रमा आम दर्शकहरूले भोलिका दिनमा निरन्तर रूपमा निर्देशनको क्षेत्रमा पनि पाउनुहुन्छ र म त्यो विश्वास पनि दिलाउन चाहन्छु। र अन्तिममा हजुरलाई अलिकति एक शब्द फेरि राख्न चाहेँ। र तपाईँले विगत समयमा यति धेरै समस्याको बारेमा बोलिराख्ने मान्छे, अझ यो एउटा मनोरञ्जन भन्ने एउटा होइन किसिमको गीत सङ्गीत क्षेत्रमा फेरि यो अब देखिँदै हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, हाम्रो दर्शकले देखिराख्नु भएको छ। र यो चाहिँ खास तपाईँको समस्या मात्रै खट्ने मान्छे यो रमाइलोतिर कसरी यसो हेलिनु भयो? यसमा तपाईँलाई मतलब कसै गर्नै पर्ने स्थिति आयो अथवा तपाईँको यो रहर खास के हो? यो जति पनि हिजोसम्म मिडियामा मात्र एक किसिमले लामो समय रह्यो भनेदेखि यो निर्देशनको पाटो अथवा गीत सङ्गीतको पाटो मिडियाबाट धेरै टाढा पनि होइन, नजिकै हो होइन। त्यो अर्थमा अलिकति भनौँ न यो गीत सङ्गीतको क्षेत्रमा गीत सङ्गीतकै मान्छेहरूसँग अलिकति नजिक भएकोले गर्दाखेरि धेरै कामहरू गरौँ भन्ने किसिमको साथीभाइको एउटा अनुरोध पनि भयो होइन। त्यसपछि किन नगर्ने त काम, हामी धेरै टाढाको विषय पनि होइन होइन, गीत सङ्गीत अथवा भनौँ समाजसेवी अथवा यी सबै कुराहरू चाहिँ नजिकै पाटो भएकोले गर्दाखेरि खास यो निर्देशनको बाटोमा म छिर्यो र भोलिका दिनहरूमा पनि निरन्तर निर्देशन गरि नै रहन्छु र अलिकति विशेष खालका गीतहरूलाई पहिलो प्राथमिकतामा राख्छु। अब यो चाहिँ अलिकति मिलन र बिछोडको एउटा कथा छ, त्यो विषयलाई लिएर हामीले बनाइरहेको छौँ अहिले। र तपाईँले यो अगाडिको गीतमा खेल्नु भएको मैले देखेँ, हाम्रो दर्शकबिनलाई सबलाई थाहा नहुनसक्छ, त्यो चाहिँ त्यसबारेमा जानकारी दिइदिनुहोस् न। त्यो चाहिँ मेरो आफ्नै होम प्रोडक्सन हो जसमा यदुजीले आवाज दिनुभएको छ। उहाँ मेरो आफ्नो अर्धाङ्गिनी, उहाँको आवाज भरिसके पश्चात उहाँलाई लाग्थ्यो कि संसारको सबभन्दा हिरो त तपाईँ नै लाग्छ भन्यो, अनि त्यसपछि मै खेल्छु कि अब त्यस्तो लाग्छ भने कि मै खेलिदिन्छु भनेर अनि अर्को नलेको। अच्छा, भनेपछि त्यो गीत चाहिँ हामीले के भनेर सर्च गर्दा हामी हेर्न पाइन्छ हाम्रो दर्शकहरूलाई अलिकति जानकारी? यो चाहिँ सङ्ग्स नेपालमा हालेका छौँ हामीले, दिया मिडियामा पनि छ, दुवैतिरबाट हालेका छौँ। यो चाहिँ मनको गहिराईमा यदु राई ल कान्द्री गऱ्यो भनेदेखि मनको गहिराईमा टाइप गर्नु पऱ्यो।
अनि यो दुवै लगाएर आउँछ। मनको गहिराई। हजुर दर्शकवृन्द, तपाईँले मनको गहिराईमा टाइप गरेर हाम्रो दीपक ज्यू उहाँको एउटा मोडलिङ एउटा भिडियो पनि हामी हेर्न सकिन्छ। र हाम्रो दर्शकहरूलाई के भन्न चाहन्छु भने किन उहाँहरूले तपाईँले त राम्रो चिन्नुहुन्छ धेरै जसोले, र यो राम्रो नराम्रो कुरा च्यानल हेरेर बस्नुहुने दर्शकहरूलाई पनि थाहा नहुन सक्छ र अहिले थाहा पाउँदै हुनुहुन्छ तपाईँले डाइरेक्सन पनि गर्नुहुन्छ भनेर। र आगामी दिनमा कसै पनि हाम्रो दर्शकवृन्दहरूले तपाईँलाई फेरि डाइरेक्सनको लागि कुनै गीतको लागि कुरा राख्दा तपाईँ यो कार्यको लागि एकदमै राजी हुनुहुन्छ, मतलब काम गर्न तपाईँ हुनुहुन्छ? हजुर हजुर, म निरन्तर रूपमा आएका कामहरूलाई अब गर्दै जानेछु। धन्यवाद तपाईँको यो कार्य अनि यो सुटिङ यो गीतले सफलता पाइरहनु भन्दै अहिलेलाई चाहिँ म हजुरसँग बिदा चाहन्छु। हस्, थ्याङ्क यू भेरी मच। यहाँले पनि यो बहुत महत्त्वपूर्ण समय दिनुभयो र विशेष गरेर दर्शकहरूलाई यही आग्रह गर्न चाहन्छु, राम्रा नराम्रा श्यामजीको यो टिभीलाई तपाईँहरूले लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, कमेन्ट गर्नुहोस्, मेरो यही अनुरोध छ। थ्याङ्क यू भेरी मच। धन्यवाद।